भिडियो त अहिले भर्खर सुरु भयो ल मानेको ब्लग बनाउनलाई सस्तो DSLR को साथ भन्न अरे त्यो पनि भन्न तपाईहरु फोटो खिच्न चाहनुहुन्छ भने चाहिँ हामी चाहिँ DSLR ले 20 रुपैयाँ लाग्छन् हामी चाहिँ 10 रुपैयाँमा एउटा फोटो प्रति फोटो 10 रुपैयाँ लिने गर्दछौं DSLR को भन्दा राम्रो फोटो आउँछ किन मोबाइलमा पनि तपाई भिडियो क्वालिटी देख्न सक्नुहुन्छ तपाईहरुलाई हामी देखाउँछौं त्यसपछि मात्र पैसा लाग्छौं त्यसपछि तपाईहरु दिनु होला मात्र रु 10 प्रति फोटो 10 रुपैयाँ तपाईहरु दिन सक्नुहुनेछ त्यसैले आउनुस् रमाइलो गरौँ फोटो खिचौँ के छ र जरसला के छ र मलाई मरि लानु के छ र 2 दिनको जिन्दगीमा हाँसी खेली रमाउ बाँचौँ आउनुस् तपाईहरुलाई हामी अब त्यस्तो एकदमै अप्ठ्यारो गाह्रो नै छ भने डिस्काउन्ट सहित 5 रुपैयाँमा पनि हामी फोटो खिचाइदिन सक्छौं पैसा नै छैन भने हामी कहिलेकाहीँ अब समाजसेवी मान्छे पर्यो हैन फ्रीमा पनि खिचाइदिन्छौं आउनुस् अप्ठ्यारो नमान्नुस् लाज नमान्नुस् दुःख नमान्नुस् हामी हरदम तपाईको साथमा छौं आउनुस् घुम्नुस् रमाइलो गर्नुस् धन्यवाद कस्तो लाग्छ के लाग्छ बोलीमा के सुधार गर्नुपर्ने छ भने भनिदिनु होला कृपया यो क्षेत्रको लागि चाहिँ तपाईहरुले चाहिँ आफ्नो क्षेत्रबाट पहल गरिदिनु होला यो क्षेत्रको विकासको लागि र यहाँ चाहिँ के सुधार गर्नुपर्ने छ भनिदिनु होला तपाईहरुलाई के कस्तो लाग्छ कृपया लाइक कमेन्ट शेयर एन्ड सब्स्क्राइब पनि गरिदिनु होला र धेरै भन्दा धेरै ठाउँमा शेयर गरिदिनु होला र हाम्रो भिडियो एकदम भाइरल बनाइदिनु होला भन्ने आशाका साथ तपाईहरु सबैलाई हार्दिक धन्यवाद भन्न चाहन्छु अरु उतातिर हेर्न सक्नुहुन्छ तपाईहरु हाम्रो चाहिँ ठुल दिदी आइराख्नु भएको छ उहाँ चाहिँ एकदम टाढाको ठाउँबाट आउनु भएको हो एकदम बर्दिया जिल्लाकै ढुकढुकी